सम्पूर्णलाई नमस्कार। म तपाईहरुलाई एमा MGP 32X को सेटिङ बारेमा सिकाउँदै छु। ध्यान दिएर हेर्नु होला। यसको प्रथममा जाँदाखेरि यो इफेक्ट भइहाल्यो। इफेक्ट तपाईहरुलाई म यो पहिला लाइट क्यामेरामा अलि लाइट क्लियर देखिरहेको छैन, लाइटमा ब्यालेन्स गर्छु, त्यसपछि हजुरलाई देखाउँदै छु। लाइट ब्यालेन्स गर्नलाई तपाईको यसरी लाइट पुरा मिक्सरको लाइट ब्यालेन्स गरेर म तपाईहरुलाई मिक्सरको बारेमा देखाउँछु। म्युट भयो, जस्तै एफएक्स भयो। एफएक्स को मैले तपाईहरुलाई देखाउँदै छु। जस्तो तपाईलाई कुन मन पर्छ, जस्तै हल एफएक्स लिने कि कुन एफएक्स लिने। प्रायले हल नै एफएक्स चलाउँछ। इन्डियातिर चल्ने भनेको हल एफएक्स हो। तपाईलाई म नेपाली भाषामा सिकाइरहेको छु। हल एफएक्स हो। हल एफएक्स को बारेमा देखाउँदै छु। तपाईलाई जस्तै माइक चेक गरेर पनि म देखाउँदै छु। हेलो चेक अब तपाईको एफएक्स 1 खोल्यो। यो बढाउँदै हलमा गयो। जस्तै अझै बढाउनु पर्यो भने हेर्दै जाने, यसरी बढाउँदै जानुस्। जस्तै हल एफएक्स भइहाल्यो यो। त्यसपछि तपाईलाई अर्को एफएक्स अब डिले देखाउँदै छु। एफएक्स 2 मा जानु भने डिले हुन्छ। एफएक्स 2 थिचियो। एफएक्स 2 मा अब तपाई सर्ट डिले लिने कि लङ डिले लिने कि त्यो त तपाईहरुमा भर पर्छ। जस्तै मैले लङ डिलेको अब यसमा जानुस्। तपाई सेटिङमा 32 गयो। 32 को डिले अब सुन्नुस् है कस्तो आउँछ। जस्तै यसमा तपाईको यो लागि एफबी को लेभल कम गर्दै जानुहोस्, डिले सर्ट हुँदै जान्छ यसको। जस्तै मैले 13 मा राखे, ल सुनौ है। सर्ट भयो। लङ डिले गर्नुको लागि यो बढाउनु पर्यो। त्यो कस्तो हुन्छ कलाकार अनुसार ब्यालेन्स गर्नुपर्छ। यो भइहाल्यो। जस्तै यो डिलेमा पनि यसको सिस्टम फरक हुन्छ। जस्तै अब सर्ट डिले भने यसको डिले पनि राखेको हुन्छ। जस्तै यो सर्ट डिले भनेर एमा क्लिक गर्नुस्। खाली यति नै हुन्छ यसको। अब हजुरलाई कुन डिले मन पर्छ, जस्तै इको र रिभर्ब हुन्छ, यसमा क्लिक गर्नुस्। जस्तै यसलाई यसबाट बढाउनुस्। यसरी डिले सेटिङ गर्न सकिन्छ। अब यहाँ चाहिँ हामी कार्यक्रममा छौँ कोटियोममा, त्यसले गर्दाखेरि मैले हजुरलाई यहाँ हामीलाई डिले नै लङ डिले नै सेट हुन्छ। र लङ डिले नै राखेको छौँ। जस्तै इक्वलाइजरहरुको बारेमा म तपाईहरुलाई अर्को भिडियोमा हाल्नेछु। कम्प्रेसर, इक्वलाइजर यसको लागि छुट्टै हुनेवाला छ। तपाईहरु भन्दै जानु भनेपछि म नेपालीमै भन्दै गर्छु। नेपालीमा प्राय कसैले पनि बनाएको छैन यो भिडियो। फर्स्ट सायद मैले नै गराइरहेको छु होला। MGP 32 को जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला।